दर्शकवृन्द नमस्कार, म बलराम दाहाल। स्वागत छ मेरो युट्युब च्यानल प्रेरक संचारमा, जहाँ हरेक शब्दमा हुन्छ प्रेरणा अनि हरेक कथामा हुन्छ जीवन दर्शन। तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला। अब लागौँ आजको सन्देशतर्फ। तपाईँले कहिले यस्तो सोच्नु भएको छ, म त एकजना मात्र हुँ, मैले बोलेर के नै हुन्छ र, मैले काम गरेर के नै हुन्छ र? यदि यस्तो हो भने आजको कथा तपाईँकै लागि हो, किनकि आज म तपाईँलाई एउटा यस्तो कथा सुनाउँछु जसले तपाईँको सोच्ने क्षमतालाई परिवर्तन गर्नेछ। तपाईँले आफूलाई केही न केही रूपमा फरक पाउनुहुनेछ। आजको कथाको पात्र न त नेता हो, न त धनी मान्छे हो, न त शक्तिशाली नै, ऊ त केवल एउटा सानो भँगेरा हो। अब लागौँ आजको कथातर्फ। एकचोटि एउटा जङ्गलमा भीषण आग लागि हुन्छ। जङ्गली जनावर र पशुपन्छीहरू ज्यान जोगाउनको लागि यताउता भाग्न थाल्छन्। नभागुन् पनि कसरी, आगोबाट बच्नै पर्यो। नभागुन् पनि कसरी, आगोबाट बच्नै पर्यो। भाग्न नसकेकाहरू आगोले पोलेर घाइते भई चिच्याउन थाल्छन्। जङ्गलको वातावरण कोलाहलपूर्ण हुन्छ। जङ्गलको उक्त आगो निभाउनका लागि कतैबाट पनि कुनै पहल गरिएको थिएन। अब त्यो भीषण आगो नजिकैको मानव बस्ती समेत पुग्ने निश्चित भइसकेको थियो। यसरी जङ्गलमा लागेको त्यो भीषण आगो नजिकैको एउटा रुखमा बसेर भँगेरा र कागले हेरिरहेका थिए। जिउँदै जल्दै गरेका जनावरहरूको दयनीय चित्कार र धुवाको कालो मुस्लो बीच भँगेराले कागलाई भन्छ, कागदाई कागदाई, हेर न कस्तो अनिष्ट हुन लाग्यो। हामीले आगो निभाउन केही त गर्न सकिन्छ कि, सोचौँ न। भँगेराको कुरा सुनेर कागले निश्चिन्त पाराले भन्छ, हामी यति साना छौँ, यति ठुलो आगो कसरी निभाउन सक्छौँ र? रुखमै बसेर रमेता हेर्नु नै ठिक छ भँगेरा। यो जङ्गल उजाड भयो भने अर्को जङ्गलमा बस्या सरुला न, किन चिन्ता गर्छौ भँगेरा भाइ, छोडिदेऊ यो सबै कुरा। कागको यस्तो कुरा सुनेपछि खिन्न हुँदै भँगेराले भन्छ, उसो भए तिमी बसिराख, म चाहिँ जति सक्छु त्यति भए पनि आगो निभाउने प्रयास गर्छु। भँगेराको यो प्रयास कागलाई मन परेन, तर भँगेरा तुरुन्तै उडेर नजिकैको खोलामा जान्छ, आफ्नो चुच्चोमा पानी भर्छ र ल्याएर दन्किरहेको आगोमा खन्याउन थाल्छ। पटक पटक उड्दै पानी ल्याउँदै आगोमा खन्याउँदै गरेको दृश्य काग रुखमै बसेर हेर्दै मुसुमुसु मुसुमुसु हाँसिरहेको थियो। कागले व्यङ्ग्य गर्दै भन्छ, ए मूर्ख भँगेरो, नचाहिने काम नगर, तिमी यति सानो छौ, चुच्चो पनि सानो छ, तिमीले ल्याएको पानीले जङ्गलको आगो निप्छ भन्ने ठानेका छौ? भँगेराले कागको कुरा सुन्दैन, किनकि उसलाई जङ्गलको आगो निभाउनु छ, त्यसैले ऊ निरन्तर प्रयास गरिरहन्छ। दिनभर पानी बग्दा बग्दा ऊ फत्रक्क थाक्छ, साँझ पर्न लाग्छ। तर खुसीको कुरा के थियो भने आगो बस्तीमा पुग्न पाएन। आगो प्राय निभिसकेको थियो। अत्याधिक थकानले भँगेरो उड्न समेत नसक्ने अवस्थामा पुग्छ। बेहोस हुने लाग्दा कागले जिस्क्याउँदै भन्छ, एक्लैले निभायो होइन त जङ्गलको आगो भँगेरा भाइ? भँगेराले कमजोर स्वरमा भन्छ, सुन कागदाई, मेरो कारणले आगो निभ्यो कि निभेन त्यो दोस्रो कुरा हो, तर जुन दिन यो जङ्गलको इतिहास लेखिनेछ त्यो दिन मेरो नाम आगो लगाउनेमा होइन, रमिता हेरेर बस्नेमा होइन, आगो निभाउने प्रयास गर्नेमा लेखिनेछ। अब काग स्तब्ध हुन्छ। भँगेराले आफूले सक्ने प्रयास गर्यो, तर कागले केवल हेरेर बसेका थियो। साथीहरू, जङ्गलको आगो भँगेराले बोकेको पानीले मात्र निभेको होइन, वास्तवमा आगो निभाउन भँगेराकै मुख्य भूमिका थियो। जब आगो बस्तीमा पस्न लाग्यो, सरकारले अग्नि नियन्त्रण टोली पठायो, तर टोलीलाई जङ्गलभित्र पानीको स्रोत कहाँ छ भन्ने थाहा थिएन। भँगेराले पानी बोकेर आउजाउ गरिरहेको बाटो पछ्याउँदै उनीहरूले पानीको स्रोत पत्ता लगाए र त्यही पानी प्रयोग गरेर आगो निभाए। हामी समाजमा पनि यस्तै भन्छौँ, म त सानो मान्छे हुँ, म त गरिब छु, म त कम पढेको छु, मैले बोलेर के नै हुन्छ र, मैले प्रयास गरेर के नै हुन्छ र? तर याद राख्नुहोस्, एउटा दियो बाल्न समय लाग्छ, तर जब बल्छ त्यसले हजारौँ दियो बाल्न सक्छ। एक्लै भए पनि असल कामका लागि आवाज उठाउनुहोस्, तपाईँको प्रयास कहिले खेर जाँदैन। दर्शकबिन, आजको सन्देश मन पर्यो भने लाइक, कमेन्ट गरिदिनुहोला, भिडियो सेयर गरेर धेरै साथीहरूसम्म पुर्याइदिनुहोला अनि मेरो युट्युब च्यानल प्रेरक संचारलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि पनि यस्तै प्रेरणादायी भिडियोमा भेटौँला। आजलाई बिदा दिनुहोस्। नमस्कार।